जय हो श्रीमन्नारायण। एउटा सानो जानकारी लिएर उपस्थित भएको छु। हामीहरूले जो मनुष्य जन्म प्राप्त गरेका छौँ यो बडा ही दुर्लभ छ। यो पूर्व जन्ममा कुनै सत्कर्म गरेको कारणले नै मनुष्य जन्म प्राप्त भएको छ। जसले धेरै राम्रो सत्कर्म गरेको छ ऊ चाहिँ उसै अनुसार उसले जीवनमा सुख र आनन्द भोगिरहेको छ। पूर्व जन्मको कर्म अनुसार मनुष्यले प्राप्त गरेको मन, बुद्धि, चित्त, अन्तःकरण, पुत्र, पौत्र आदि सन्तति जो पनि हामीहरूले जीवनमा उपभोग गरिरहेका छौँ, जो पनि हामीहरूको जीवनमा मिलेको छ, त्यो पूर्व जन्मको कर्म अनुसार हामीहरूले पाएका छौँ। र यस जन्ममा हामीहरूले जो पनि कर्म गरेका छौँ, शुभ या अशुभ जो पनि कर्म गरेका छौँ, त्यसै अनुसार जीवले फेरि अर्को जन्ममा प्राप्त गर्ने र मरेपछि यस शरीरबाट जीव निस्केपछि त्यो जीवले भोग्ने। यस जन्ममा गरेको कर्मको फल भोग्न तब सुरु हुन्छ जब यस शरीरबाट, पञ्चतत्वको शरीरबाट जीव जब निस्कन्छ, त्यस दिनबाट उसको यस जन्ममा गरेको कर्मको फल सुरु हुन्छ। सत्कर्म गरेको छ भने देवदूतको माध्यमबाट धर्मराजको सभामा गएर सुख भोग्छ भनेदेखि, आनन्द भोग्छ भनेदेखि, पाप कर्म गरेको जीव यमदूतको माध्यमबाट प्रताडित हुँदै यमलोकमा गएर यमराजको आज्ञाले 84 लाख नरकहरूमा उसलाई भ्रमण गर्नुपर्दछ। र ती 84 लाख योनिहरूमा भ्रमण गर्दै पृथ्वीमा जब उसको जन्म हुन्छ त त्यो पृथ्वीमा पनि 84 लाख योनिहरू बताइएका छन्। र ती 84 लाख योनिमा जन्म लिन 4 तरहले पृथ्वीमा जन्म लिन्छ। स्वदेश, अंडज, उद्भिज, जरायु, यो 4 तरहले पृथ्वीमा जन्म लिन्छ। र ती 84 लाख योनि, ती 84 लाख योनि 9 लाख जलमा रहने जति पनि जीव छन्, जति पनि जलमा रहने जीवहरू छन्, यिनीहरूको संख्या भनेको 9 लाख हो। 20 लाख योनि वृक्षहरू भए, लता पत्ता, गुल्म आदि इत्यादि जो पृथ्वीमा उम्रिएका छन् ती चाहिँ 20 लाख योनि छन्। अनि 11 लाख कीट पतंग पृथ्वीमा घसीटेर चल्ने चीटीहरू भए, अनेक प्रकारका जीवहरू भए, पृथ्वीमा रेंग्ने जति पनि छन्। अनि 10 लाख चराचुरुङ्गीहरू उड्ने जति पनि चराचुरुङ्गीहरू हुन्छन् तिनीहरू भनेको 10 लाख। अनि पशु आदि इत्यादि योनिमा जाने को संख्या 30 लाख। र मनुष्य योनि भनेको 4 लाख। यसरी 84 लाख पृथ्वीमा जीवको जन्म मरणको चक्र चलिरहेको छ। पुनरपि जन्मे पुनरपि मरणे, जन्म मरणको चक्र चलिरहेको छ। जसरी घडीको सुई बारम्बार वहीं पर आइरहन्छ घुम्दै, त्यो यन्त्रबाट बाँधिएको घडीको सुई वहीं घुम्छ भने मनुष्य कर्म बन्धन, मनुष्य कर्मबाट बाँधिएको जीव जस्तो कर्म गरेको छ त्यसै अनुसार पृथ्वीमा र नरकमा भ्रमण गरिरहन्छ भन्ने यो एउटा गरुड पुराणमा वर्णित उल्लेखित यो सानो जानकारी मैले हजुरहरूको समक्ष राखेँ। यदि हजुरहरूलाई उचित र राम्रो लाग्छ भने लाइक, सब्सक्राइब, फलो आदि इत्यादि गरिदिनु हुन अनुरोध गर्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद। जय श्री राम। सबैको कल्याण होस्। भगवानले सबैलाई सद्बुद्धि प्रदान गरून्। जय श्रीमन्नारायण। जय हरि।